आज कार्ल मार्क्सका ती आधारभूत विचारहरूलाई अलि सरल तरिकाले केलाएर हेरौं, जसले ज्याला, श्रम र पुँजीको सम्बन्ध कसरी काम गर्छ भनेर बताउँछ। यो विश्लेषण उनको सन् 1847 को व्याख्यानहरूमा आधारित छ। त्यसो भए आउनुहोस् यो प्रणालीको मुटुमा लुकेको रहस्यलाई नजिकबाट निहालौं। अब यो प्रश्न सुन्दा त एकदमै सामान्य लाग्छ हैन र? तर यसको जवाब त्यति सोझो छैन। हामी मध्ये धेरैले के सोच्छौं भने महिनाभरि गरेको कामको बदलामा तलब पाइन्छ। तर मार्क्सका अनुसार यही सामान्य देखिने प्रश्नको उत्तरभित्र नै पुरै आर्थिक प्रणालीको रहस्य लुकेको छ। हो, त्यो रहस्यको पहिलो सूत्र यही नै रहेछ। मार्क्सले के तर्क गरे भने हामीले आफ्नो काम बेच्दैनौं, बरु काम गर्ने क्षमता बेच्छौं। उनले यसलाई श्रम शक्ति भने। हेर्दा त यो सानो भिन्नता जस्तो लाग्छ, तर यही भिन्नताले पुरै प्रणालीलाई हेर्ने हाम्रो नजरिया नै बदलिदिन्छ। ल, अब ज्यालाको यही रहस्यभित्र अझै गहिरिएर हेरौं। मार्क्सका अनुसार मजदुरहरूले आफूले बनाएको सामान वा गरेको कामको नतिजा बेच्दैनन्। उनीहरूले त पुरै फरक कुरा बेचिरहेका हुन्छन्, जुन यो पुँजीवादी प्रणालीको जग हो। यो श्रम शक्ति नै त्यो विशेष वस्तु हो जुन बजारमा किनबेच हुन्छ। यो भनेको मजदुरले गरिसकेको काम होइन, बरु काम गर्न सक्ने उसको शारीरिक र मानसिक क्षमता हो। भन्नुको मतलब मजदुरले आफ्नो पुरै जीवन बेच्दैन, केवल आफ्नो काम गर्ने शक्तिलाई एउटा निश्चित समयको लागि बिक्रीमा राख्छ। यसलाई बुझ्न एउटा सजिलो उदाहरण हेरौं, जस्तै घर भाडामा दिएको। जसरी घरधनीले आफ्नो घर नै बेच्दैन, केवल त्यसलाई प्रयोग गर्ने अधिकार मात्रै बेच्छ, ठीक त्यसैगरी मजदुरले पनि आफ्नो पुरै जीवन नबेचेर केवल काम गर्ने शक्तिलाई केही घण्टा, दिन वा महिनाको लागि भाडामा दिन्छ। यो एकदमै सूक्ष्म तर निकै महत्त्वपूर्ण भिन्नता हो। त्यसो भए यो भिन्नता किन यति महत्त्वपूर्ण छ त? र मार्क्सको विश्लेषणमा श्रमशक्तिलाई किन एउटा जादुमय वस्तु भनिएको होला? अब हामी यो पहेलीको अर्को पाटोलाई बुझ्नेछौं। यदि ज्याला भनेको कामको मूल्य नभएर काम गर्ने क्षमताको मूल्य हो भने प्रश्न उठ्छ, बजारमा यो क्षमताको मूल्य कसरी तय हुन्छ त? जसरी अरू हरेक वस्तुको मूल्य निर्धारण हुने एउटा आधार हुन्छ, यसको पनि त हुनु पर्यो नि, हैन? मार्क्सका अनुसार श्रमशक्तिलाई उत्पादन गर्ने वा कायम राख्ने लागतले नै यसको मूल्य अर्थात् ज्याला निर्धारण गर्छ। अब यो लागतभित्र के पर्छ त? मजदुरलाई जीवित राख्न चाहिने आधारभूत कुराहरू जस्तै घाँस, बाँस, कपास, भोलिपल्ट फेरि काममा फर्कन सक्ने बनाउन चाहिने आराम र मनोरञ्जन, अनि भविष्यमा काम गर्ने मजदुरहरूको नयाँ पुस्ता तयार गर्न अर्थात् छोराछोरीको पालन पोषण र शिक्षा। ज्याला यही औसत लागतको वरिपरि घुम्ने गर्छ। अब यहाँनिर नै श्रम शक्तिको त्यो जादु लुकेको छ। सोच्नुहोस् त, एउटा मेसिन वा कच्चा पदार्थले आफ्नो लागत जति मात्रै मूल्य तयार भएको सामानमा सार्छ, तर श्रम शक्ति एक मात्र यस्तो वस्तु हो जसको प्रयोग गर्दा त्यसले आफ्नो लागत अर्थात् ज्यालाभन्दा कैयौं गुणा बढी मूल्य उत्पादन गर्छ। नाफाको सारा रहस्य यही लुकेको छ। यो अवधारणालाई यो चार्टले अझै स्पष्ट पार्छ। ल, कल्पना गरौँ, एक मजदुरले दिनमा 8 घण्टा काम गर्छ। पहिलो, त्यो छोटो बारले उसको ज्याला वा श्रमशक्तिको लागत देखाउँछ। उसले आफ्नो ज्याला बराबरको मूल्य मानव काम सुरु गरेको पहिलो 4 घण्टामै सिर्जना गर्छ, तर उसको काम त्यहाँ रोकिँदैन। दोस्रो, त्यो लामो बारले देखाए जस्तै उसले पुरै 8 घण्टा काम गर्छ र त्यो अवधिमा दोब्बर मूल्य सिर्जना गर्छ। अब यो दुई बार बीचको जुन अन्तर छ, अर्थात् बाँकी 4 घण्टामा सिर्जना भएको मूल्य, त्यही नै हो अतिरिक्त मूल्य वा सरप्लस भ्याल्यु। मार्क्सका अनुसार यही नै त्यो अतिरिक्त वा भुक्तानी नगरिएको श्रम हो जसमाथि पुरै प्रणाली टिकेको छ। अब हामी पुँजी के हो भनेर बुझ्ने प्रयास गरौँ। धेरैले सोचे जस्तो यो केवल पैसा वा मेसिन मात्र होइन। मार्क्सका अनुसार यो त्योभन्दा धेरै गहिरो कुरा हो। पुँजी पैसा वा सम्पत्ति मात्रै होइन, यो त एउटा सामाजिक सम्बन्ध हो। यो सम्बन्ध तब मात्रै अस्तित्वमा आउँछ जब समाजमा दुईवटा वर्ग हुन्छन्। एकातिर उत्पादनका साधनहरू जस्तै कारखाना, मेसिन, जमिन भएका पुँजीपति वर्ग र अर्कोतिर आफ्नो श्रमशक्ति बेच्नु बाहेक बाँच्ने अरू कुनै विकल्प नभएको मजदुर वर्ग। मजदुरले सिर्जना गरेको कुल मूल्यलाई एउटा केक मान्ने हो भने त्यसका दुई मुख्य भाग हुन्छन्, एउटा मजदुरको ज्याला र अर्को पुँजीपतिको नाफा। अब यो केकको आकार त निश्चित छ, त्यसैले यदि ज्यालाको टुक्रा ठूलो भयो भने नाफाको टुक्रा स्वतः सानो हुन्छ, र यदि नाफाको टुक्रा ठूलो बनाउनु छ भने ज्यालाको टुक्रा सानो हुनै पर्छ।
यसबाट के कुरा स्पष्ट हुन्छ भने पुँजी र श्रमको हित कहिल्यै पनि एउटै हुन सक्दैन। उनीहरूको सम्बन्ध साझेदारीको होइन, बरु आधारभूत रूपमा सङ्घर्षको हो। एउटाको फाइदा अनिवार्य रूपमा अर्कोको नोक्सानमा टिकेको हुन्छ। त्यसो भए यदि यो सम्बन्ध यति शोषणकारी छ भने मजदुरहरू यो प्रणालीमा किन सहभागी हुन्छन् त? यसको पछाडि एउटा शक्तिशाली भ्रमले काम गरेको हुन्छ, जसलाई मार्क्सले स्वतन्त्रताको भ्रम भनेका छन्। पहिलेको सामन्त्य व्यवस्थामा शोषण प्रत्यक्ष र नाङ्गो थियो। दासलाई थाहा थियो कि ऊ दास हो, तर पुँजीवादमा मजदुर कानुनी रूपमा स्वतन्त्र छ। उसले चाहेको बेला काम छोड्न सक्छ। शोषण एउटा स्वतन्त्र र निष्पक्ष देखिने सम्झौताको पछाडि लुकेको हुन्छ र यही नै यो व्यवस्थाको सबैभन्दा ठूलो हतियार हो। मार्क्सको तर्कअनुसार यो स्वतन्त्रता एक भ्रम मात्र हो। मजदुरसँग कुन मालिकको हातबाट शोषित हुने भनेर छनौट गर्ने अधिकार त हुन्छ, तर शोषित हुनुबाट भाग्ने अधिकार हुँदैन। उसले आफूलाई बेच्नै पर्छ। उसको वास्तविक विकल्प भनेको कुन मालिक रोज्ने भन्ने मात्र हो, शोषित हुने कि नहुने भन्ने होइन। अब यो विश्लेषणलाई व्यक्तिबाट उठाएर पुरै प्रणालीमा लागू गरौँ। मार्क्सका अनुसार प्रतिस्पर्धाले यो प्रणालीलाई कसरी अनिवार्य रूपमा सङ्कटतर्फ धकेल्छ? मार्क्सले प्रतिस्पर्धा 3 तहमा हुने तर्क गरे। पहिलो, पुँजीपतिहरू बीचको प्रतिस्पर्धा। उनीहरू सस्तो बेच्न होडबाजी गर्छन्, जसको परिणाम पुँजी थोरै मानिसको हातमा केन्द्रित हुन्छ। दोस्रो, मजदुरहरू बीचको प्रतिस्पर्धा। सीमित रोजगारीका लागि हुने यो प्रतिस्पर्धाले उनीहरूको सामूहिक शक्तिलाई कमजोर बनाउँछ र ज्याला घटाउँछ। र तेस्रो, सबैभन्दा आधारभूत, पुँजीपति र मजदुर बीचको सङ्घर्ष, जुन ज्याला र नाफाको विभाजनलाई लिएर सधैँ चलिरहन्छ। यी प्रतिस्पर्धाहरूको परिणामस्वरूप पुँजीवादमा आर्थिक सङ्कटहरू कुनै दुर्घटना होइनन्, बरु यसको अन्तर्निहित विशेषता हुन्। यो एउटा चक्रमा चल्छ। पहिले तेजी आउँछ, त्यसपछि अति उत्पादनको सङ्कट निम्तिन्छ, जसले मन्दी ल्याउँछ, र मन्दीपछि फेरि पुनरुत्थानको चरण सुरु हुन्छ। यो चक्र निरन्तर चलिरहन्छ। र यो सङ्कटको सबैभन्दा ठूलो विरोधाभास यही हो। अति उत्पादनको सङ्कटको अर्थ आवश्यकताभन्दा बढी उत्पादन हुनु होइन, बरु बजारको खरिद गर्ने क्षमताभन्दा बढी उत्पादन हुनु हो। कारखानाहरू सामानले भरिएका हुन्छन्, तर मजदुरहरूसँग त्यो किन्ने पैसा हुँदैन। समाज प्रचुरताकै कारणले गरिबीको सामना गर्न बाध्य हुन्छ। यी बारम्बार आउने सङ्कटहरूबाट मार्क्सले केही दीर्घकालीन परिणामहरूको भविष्यवाणी पनि गरे। उनका अनुसार पुँजी केही मुठ्ठीभर मानिसको हातमा जम्मा हुँदै जानेछ, मजदुर वर्ग झन्झन ठूलो र सङ्गठित हुनेछ, र अन्ततः सामाजिक उत्पादन र व्यक्तिगत नाफा बीचको यो विरोधाभासले प्रणालीलाई नै अस्थिर बनाउनेछ। र अन्तमा यो पुरै विश्लेषणले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। लगभग 2 शताब्दी पुराना यी विचारहरूले आजको आधुनिक अर्थव्यवस्था, जहाँ गिग इकोनोमी, स्वचालन र विश्वव्यापी असमानता जस्ता नयाँ जटिलताहरू छन्, त्यसलाई बुझ्न कत्तिको मद्दत गर्छन्? यो प्रश्नको जवाफ खोज्नु आज पनि उत्तिकै आवश्यक देखिन्छ।